चाहिँ हामी कोइनमा 3 जना छौँ हामी सधैँ 2 जना बस्थ्यौँ खै के भन्दियो सानो सबैजनालाई नमस्ते भन्दियो खै मोबाइलको ढाड हेर्न पाएपछि त्यसले के चाहिएर हौ आँखा टिलिलिली पार्दै हेर्छ हो है हामी चाहिँ आज छोरीको लागि कपडा किन्न निसीमा चेजान लगाएको थियौँ तर निसीमा चेजानुभन्दा नपुग्यो आधी बाटोमै पानी झर्न लाग्यो अनि हामी चाहिँ निस्केर अनि ओयामातिर आयौँ अनि हाम्रो सफ्ट ब्याङ्कको वाइफाईको एड्रेस मिस्टेक भएको थियो अनि एड्रेस चेन्ज गर्नु छिरेको अनि यो मान्छेले जाइरो कार्ड नबोकेको पर्से नबोकेको रहेछ अनि फेरि घर आएर जाइरो कार्ड लिएर अनि एड्रेस चेन्ज गरेर अनि चाहिँ हामी घर फर्केको अनि यहाँ चाहिँ घर छेउको त्यही सरकारी घरको छेउमा सधैँ हामी आमा छोरी मात्रै बस्थ्यौँ अनि आज चाहिँ कहाँ जान लगाएको मान्छे कहाँ पुगेर फर्केको हामी चाहिँ अनि घर पुग्नुभन्दा अगाडि चाहिँ यहाँ डुलेर बसेको हाम्रो ब्याग पर कुनामै छोडेछ यो फुल चाहिँ अब यसको सिजन आउनु लागेको छ अब बिस्तारै फुल्छ होला टन्नै ऊ कतातिर ऊ त्यतातिर फुलेको छ अलिअलि ऊ यतातिर कस्तो राम्रो फुल्छ त्यही हो यसलाई त मोबाइल हेर्नु पाएपछि त फेरि नै के चाहियो मोबाइल हेरेर बस्दै फुल मजाले फुलेछ आजकल चाहिँ उस र गुलाबको फुल र अनि यो फुलको सिजन अब बिस्तारै यो फुलको सिजन आएको यसको नाम के हो मलाई थाहा भएन ऊ त्यहाँ पनि छ ऊ त्यहाँ पनि फुलिरहेछ त्यतिर पनि फुलै फुल्छ फुले फुल्यो बैस फुल्यो यो मन फुलेन मनको कुरा बुझिदिने कोही भएन अच्छा के रहेछ हौ किरा टाँस्ने जस्तै देख्छ किरा टाँस्ने जस्तै देखिन्छ है हेर्न चाहिँ गोमी घर लिएर जा रे अनि साक्का बोलहरू नखेल्रे नफाल्रे नहान्रे भनेको छ यो के जाति हो यहाँ जस्तै फुलेको थियो अहिले फलेछ बेसरी के को फलको नि फुल चाहिँ होला तर फुलको चाहिँ फल लागेछ भोलि पर्सि यो फुल फुल्छ यस्तो दामी फुल छ यो हाम्रो घरमा नै हुन्थ्यो यो फुलहरू बाउ छोरी चाहिँ यता खेलेर बसिराख्नु भएको छ हाम्रो यहाँ चाहिँ जस खेल्ने ठाउँ टन्नै छ रमाइलो छ उयो त सब एरिया खेल्ने ठाउँ त्यो बच्चाहरू साइक्लिङ खेल्दैछ हामी चाहिँ कसरी घर जान लागेको थियौँ तर बिचमा पानी रोकियो अनि यता बच्चाहरू खेलेको हेरेको त्यता त्यहाँ पारि चाहिँ साइकल छ फ्रीमा चलाउनु पाउँछ बिहान 10 देखि 4 बजीसम्म बच्चाहरूको साइकल यिनीहरूले कुदाइरहेछन् बच्चाहरू गुटुङटुङ पुरानो ट्रेन बस होला यो त ट्रेन हो है यो त्यो चाहिँ बस हो के अरे ट्रेन हो तर भित्र बाहिरदेखि हेरेर कस्तो बस जस्तो देख्ने क्या है यस्तै छ पो हो निचहरू के हेरेको मच्छर टन्नै छ टोकेको छैन होला यसलाई त तिर्सो पर्न पनि रिसाउँछ यो फेरि नै हाम्रो छोरी चाहिँ 1 महिना पुरा भएर 2 महिना टेकीदेखि नै घाँटी खाली घाँटी होइन ठाडो पारेर मात्रै समाउनु पर्ने 1300 पारे के रुने अनि ठाडो पारेर समात्थ्यौँ आजकल त झन् साह्रो भर्खर 3 महिना पुरा भयो घाँटी त आजकल त पुरै ठिङरिङ ठाडो पार्छ अरू पनि त्यस्तै होला अरूको बच्चा पनि त्यस्तै होला हुन त हाम्रो मात्रै हो कि जस्तो मात्रै लाग्ने क्या है सानो आमै हाँसेको ऊ देखाउनु न परेवा अस्ति पारि हुँदाखेरि हामीले परेवालाई चारो दिन दिएको थियो नि मैले यसले हेरेको छ देख्यो परेवा हेर्दैछ ला के दिने होला खानेकुरा केही छैन यो लिएर आउनु पर्ने रहेछ है त्यहाँ सोरे एउटा मकै लिएर आउनु पर्ने छ परे दिदी यसले हेर्थ्यो नि कति मजाले
ढाड जोगाउनु है, ढाड जोगाउनु है त्यसको, तपाईँको होइन त्यसको। त्यसरी समाउनु नि बस्नु त, अनि हेर्छ पर्यो कस्तो मजाले हेरेको पर्यो हेरेको देख्छ नि त अहिले सबै त्यही भएर। मैले पर्योले के खाना दिन्छ होला भनेर उतापट्टि पछाडि छ। पुरै पर्यो हेरेर बस्दो रहेछ मान्छे त, टुल्लुल्लु हेरेर बस्छ। त्यो बोर्ड चाहिँ म लानु त, यसले हेर्छ बोर्ड कलर देख्छ नि त। खै छोरी पढ त, यो छोरी पढ त, बोरु आसोबी किन्सी पढ त, यहाँ यहाँ पढ, यहाँ घाँटी चाहिँ खालि ठाडो पार्न खोज्छ कि, नसक्ने भएपछि त छोड्नु नि, यस्तो गर्नु हुँदैन रे भन्छ। हड्डिया चाहिँ कमला छ नि त, आप्पै यस्तो यस्तो गर्छ भने तेर्सो पारेर हाल्छ मान्छे त। भोक लाग्छ त्यही पनि चुप लगाएर बसेछ, भोक लाग्छ त्यही पनि गामन गरेर बसिरहेछ। कस्तो नराम्रो क्या भएको रहेछ मेरो क्यामेराको क्वालिटी अहिले पो राम्रो भयो त्यसका भए चाहिँ। ल भयो जाम, छोरी बस, यो पट्याउनु पर्छ क्या होइन त्यतिकै लानु, त्यो भिजेछ घर लगेर सुकाउनु पर्छ। घर जाने यहाँको हावा खाएको 2 चोटि भयो यसले। अब ऊ अरे कि बोकेरै लाने, यसलाई पटेरै माथि चढाइ यतिकै बोक्नु, यता लगेपछि गरिदिनु ल। एकछिन है, अब घर जाने 1 मिनट पुरा, 1 मिनट 1 मिनट 1 मिनट त्यतिकै बोक्नु। मेरो छाता यहाँ छ, मेरो झोला यहाँ छ। अब हामी चाहिँ गयौँ, छाता पनि यहाँ छ। स्नेसँग दिनु न, त्यो त होइन, यो पो सम्हाल्नु पर्ने रहेछ। आई त्यो रुन पो खोज्छ हौ, भोक लाग्यो दिनु सर, त्यो झोलाहरू दिनु नि, त्यता पनि बोक्नु। हामी चाहिँ घर गयौँ, छोरी चाहिँ यहाँ गर्दैछ। आकाश हेर्नु होला, आकाश चाहिँ अँध्यारो अँध्यारो अँध्यारो, बेलुका चाहिँ डरै पानी पर्ला जस्तो छ है, होइन बेलुका चाहिँ डेन्जरै पानी पर्ला जस्तो छ। बच्चाहरू स्कुलभित्रै छन्, बोक्ने हो त अनदेखि नै रोइन्छ यो, रुनु परेपछि त। धेरै माथि खुल्ला गरेको छु त आँखा। भोक लागिरहेको छ, चित्त बुझ्दा ओइ ओइ नरौ न छोरी, घर पुग्यो अब चाहिँ, घर पुग्यो। यतिकै लानु बोक्नु गर्छ। घर पुग्न लगाएको, छोरी चाहिँ प्या गर्नु थालिसक्यो, बस्नु थाल्यो। नरौ त नरौ, घर पुग्यो, हामी घर पुग्यो। खुट्टा टिपिक टिपी पार्दै रुँदैछ रिसले रिसले। नरो सानो नरो, नरो सानो नरो।
दुईजनाले उचाल्दै झन्डै हामी चाहिँ घरमा आइसकेको छौँ छोरी रुएर हतार छोरी रुएर बिस्सरी के भन्छ यहाँ गरेसैले भोक पनि लागेको थियो डाइपर पनि भिजाएछ त्यही भएर हामी चाहिँ बिचमा भिडियो बन्द गरेर आयौँ अब चाहिँ यसलाई मिल्क खुवाउँछौँ अनि खाजा खान्छौँ भोक पनि लागेछ हाम्रो भिडियो यति मात्रै हो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद बाई बाई